हामी चाहिँ अब लाग्यो है हाइकिङ लाग्यो। आमै यहाँ त चराहरूको पो रहेछ त यहाँनिर त कालिजहरू। हेर न मजा हेरेको भुइँमा देख्यो रङ्गी बिरङ्गी छ। अब हाम्रो स्टार्ट भयो हाइकिङ। हाम्रै दाजुहरू सर्पा हेर्न सर्पा छोचिम रहेछ यहाँनिर। सर्पा छोचिम रहेछ नि। कहाँ पुगिने हो अब यसरी। अगाएर अब हिँडेका छन् होइन अगाएर त हिँड्नुपर्छ त नि। हाम्रो हल्लासान हाइकिङ यही हो। तर यता त झर्ने बाटो रहेछ त उता गयो त केटीहरू त। लाग्यो है कता कता लाग्यो। ल ओके छ त। है बस्ने ठाउँ रहेछ नि ठाउँ ठाउँ नि। एक 108 तल्लामा आइपुगेछ स्टेप 109। प्रत्येक पाइलामा नम्बर छ है। कति स्टेप रहेछ है। अब हामी हेरौँ। तल सानी हो बुढी हजुरआमाहरू लाग्दै हुन्छ तल। छाता उड्नु पर्ने बेला भयो। कम्ती गर्मी छैन। खोइ त अनि मलाई चाहिँ नि गर्मी भात खाएर हिँडेको लास्टै गर्मी। अलिअलि अब साइडमा आइपुगेँ। अलि उता हिँड्नु म गर्छु त। अब समुद्र देखिन लाग्यो बल्ल। छोड्नु के रेल देखायो भने यहाँको त्यो देखाउनु हुँदैन क्या। हामी अनि कहाँ हिँडेको मान्छे हो त। हल्लासान होइन। माथि नि खिच्ने हो र।